विशाल अनि सुमन आफ्नो छोरी पिंकीलाई धेरै माया गर्थे। विशाल एउटा कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो। बाबा, क्रिसमस आइरहेको छ अनि मसँग एउटा राम्रो फ्रक पनि छैन। त्यो सेतो कलरको फ्रक त छ नि, त्यसको के गर्छिस् तैले? आमा, त्यो सेतो कलरको फ्रक त मैले लगाइसकेकी छु अनि तपाईलाई त थाहै नै छ नि, एकचोटी मैले कुनै पनि कुरा लगाउँछु दुईचोटी लगाउँदिन। ए राजकुमारी, अनि त्यो सेतो फ्रकलाई के गर्ने त? त्यसको अचार बनाएर खानी? अचार हैन, यो ड्रेस कुनै गरीबलाई देऊ। जब मेरो छोरीले भनिसके कि त्यो ड्रेस उसले लाउँदिन भनेपछि लाउँदिन। तिम्रो दुईजना बाउ छोरीलाई त पैसाको कदरै छैन। तपाईलाई थाहा छ त्यो कपडा कति महँगो लिएको हो? अरे भाइ, त्यो ड्रेस मेरो छोरी भन्दा महँगो थोडी न छ। छोरी, भोलि म तिम्रो लागि यो भन्दा राम्रो ड्रेस लिएर आउँछु। अब त खुसी छौ नि? पिंकी आफ्नो बुवाको धेरै प्यारी थिइन्। आमा बाउको धेरै माया पाएकोले ऊ बिग्रिसकेकी थिइन्। एक दिन, आमा, अर्को हप्ता क्रिसमस आउँदैछ, कति मजा आउँछ नि। अरे क्रिसमस त क्रिस्चियनहरूको चाडपर्व हो, यसमा तैले के गर्ने हो? आमा, तपाईलाई थाहा छैन क्रिसमसमा सान्टा क्लज आउँछ भनेर? त्यो पनि गिफ्ट लिएर। क्रिसमस त असाध्यै रमाइलो त्योहार हो, म त मनाउँछु। तर हामी क्रिस्चियन हैनौं, हिन्दू हौं। आमा, यो जात पातको कुरा हामीले मान्नु हुँदैन। हेर्नु आमा, सबैजनाले आफ्नो घरमा सान्टा क्लज ल्याउनको लागि घर सजाएका छन् अनि हामीले पनि सान्टा क्लजको बोलाउनको लागि आफ्नो घर सजाउने अनि क्रिसमस मनाउने। अरे त्यो सब त ठीक छ, तर क्रिसमसमा के गर्ने भन्ने कुरा मलाई केही पनि थाहा छैन। आमा, तपाईले केही गर्नु केही जरुरी छैन, बस तपाई हेर्दै जानुस् मैले क्रिसमस कसरी मनाउँछु। विशाल पिंकीको हर इच्छा पूरा गरिदिने गर्थे। यो कुरा पिंकीलाई थाहा थियो, त्यसैले पिंकीले विशालसँग भनिन्, बाबा, मलाई क्रिसमस मनाउनको लागि धेरै पैसा दिनु न। विशालले आफ्नी एक मात्र छोरी पिंकीलाई थुप्रै पैसा अनि क्रिसमस पार्टी मनाउने अनुमति दिनुभयो। थ्याङ्क यू बाबा। बाबा, आज त मैले धेरै शपिङ गर्छु अनि क्रिसमसको सामानहरू पनि लिएर आउँछु। बाबा, हजुर पनि हिँड्नु न मसित शपिङ गर्नको लागि अनि आमालाई पनि सँगै लिएर हिँड्नु न, उहाँलाई पनि थाहा हुन्छ क्रिसमस कस्तो हुन्छ भन्ने कुरा। अरे होइन छोरी, तिमी एक्लै जाऊ अनि आफ्नो शपिङ पूरा गरेर आऊ। नै बाबा, हजुर आउनै पर्छ, हजुर आउनै पर्छ। छोरीको अगाडि विशाल अनि पिंकीको केही पनि चल्दैन। दुवैजना उसँग जानको लागि तयार हुन्छन्। जब यी तीनैजना शपिङ गर्नको लागि मलमा गइरहेका हुन्छन् तब विशालको फोनको घन्टी बज्न थाल्छ। हेलो जी, म भर्खर आएँ। छोरी, अर्जेन्ट फोन आएको छ, मलाई जानु पर्छ। तिमी अब मम्मीसँग शपिङ गर्न जाऊ। हुन्छ बाबा। विशाल गएपछि सुमनले पिंकीलाई भन्छिन्, हेर छोरी, पैसालाई पानी जस्तै नबगाऊ, शपिङ गर्दाखेरि सोचेर मात्रै गर, हुन्छ? अनि सुमन अनि पिंकी एउटा मलमा जान्छन्। मलमा पिंकीलाई एउटा क्रिसमस ट्री मन पर्छ, तर त्यो धेरै महँगो हुन्छ, त्यसैले सुमनले त्यो ट्री किन्न दिनुहुन्न। जब उनीहरू क्रिसमस ट्री नलिकन बाहिर आउँछन् तब पिंकीलाई धेरै रिस उठिरहेको हुन्छ। आमा, तपाईं धेरै नजाति हुनुहुन्छ। यदि बाबा मसँग आएको भएदेखि यो कति पनि महँगो भए पनि मलाई दिलाइदिनु हुन्थ्यो। मलाई त यस्तो लागिरहेछ तपाईले मसित ल्याउनै नपर्ने रहेछ। पिंकी छोरी, तिमी मेरो कुरालाई बुझ्ने कोसिस गर। मलमा हर चीज महँगोमा बिक्छ। हामीले एउटा काम गरौँ, मलको बाहिर जुन दुकानहरू छन् नि, हामी त्यहाँबाट किनौँ। त्यहाँ क्रिसमस ट्री हामीलाई आधा पैसामा पाइन्छ। कन्जुस काकी, यदि कन्जुस आमाको अवार्ड पाइन्छ नि तिमीले नै पहिला पाउँछौ आमा। त मसित हिँड त। मलको बाहिर एउटा क्रिसमस ट्री बेच्ने मान्छे बसिरहेको हुन्छ।